हेलो गाइस, नमस्ते हजुर। के छ, सन्चै हुनुहुन्छ? आज चाहिँ नयाँ वर्षको 2 गतेको दिन हामी चाहिँ कुनै ठाउँमा घुम्न जाँदैछौँ। अहिले चाहिँ हाम्रो फिक्स भएको छैन। तपाईँहरू भिडियो अन्तिमसम्म हेरिदिनुहोस् अनि मात्र थाहा पाउनु पाउनुहुन्छ है। किनकि अहिले चाहिँ हामी देख्न सक्नुहुन्छ पछाडिको बोर्ड, अहिले चाहिँ हामी अत्तरा छु। अत्तरादेखि चाहिँ हाम्रो यात्रा सुरु भयो गाइस है। अब सुरु भयो, अब हामी कुन ठाउँमा जाँदैछौँ भनेर अब तपाईँ अन्तिमसम्म भिडियो हेर्नुहोस् है त। ल है साथीहरू है, अब चाहिँ हामीले कहाँ जाने भन्ने प्लान हाम्रो त्यस्तो केही फिक्स भएको थिएन। अब चाहिँ हामी फाइनली अब बुढीतिर पुगे, तपाईँ देख्न सक्नुहुन्छ। किनकि अझ पनि बाँकी छ, अझ पनि हामीले किनकि आजको दिन हामी देशभरि घुम्छौँ। किनकि आजको 2 गतेको दिन धेरै घुम्छौँ। बुढीतिर पुगे, अझ पनि हामी योभन्दा धेरै माथि जान्छौँ। तपाईँले भिडियो अन्तिमसम्म हेर्नुहोस्। हेर्नुहोस् गाइज, अब हामी बिचमा पनि हाम्रो यात्रा जारी नै छ है। बिचमा चाहिँ हामी यो नेपालको राष्ट्रिय फुल भेटे, जस खुसी लाग्यो। हेर्नुहोस् है, धेरै खुसी लाग्यो। किनकि यो भनेको हाम्रो नेपालीको शान हो। नेपाली फुल भनेको नै यो हो। है साथीहरू है, हामी चाहिँ यात्रा गर्दा गर्दै अब स्याउलेमा पुगे। स्याउले भनेको चाहिँ एउटा मेन केन्द्रबिन्दु होइन। स्याउले भनेको चाहिँ यतातिर हाम्रो अछाम जाने बाटो भने यतातिर हाम्रो डडेलधुरा जाने बाटो। अब हामी जाने भनेको आज अब डडेलधुरा जान लाग्छौँ है। डडेलधुरा हो यता। अब हाम्रो मेन पोइन्ट स्याउलेमा, यतातिर डडेलधुरा तपाईँको चाहिँ अनि बाजुरा अछाम जाने बाटो। यतातिर चाहिँ तपाईँको अलिक बैतडी दार्चुरा, त्यसपछि आएको तपाईँको बझाङ जाने यतातिर बाटो हो। हामी मेन अब कि अझ चाहिँ यात्रा सुरु छ। है साथीहरू है, अब हामी चाहिँ फाइनली चाहिँ जुन यात्रामा आएको थिएँ त्यो यात्रा हामी पुगिसके। जस डडेलधुरामा पुगे, हेर्नु सक्नुहुन्छ तपाईँ हाम्रो पछाडि लेखेको कुरा। है अब हाम्रो यात्रा चाहिँ यतासम्म मात्र हो। तपाईँ देख्न सक्नुहुन्छ म आज कुन ठाउँमा छु र कुन मन्दिरमा छु भने हेर्न सक्नुहुन्छ। आज हामी यो उग्रतारा मन्दिरमा घुम्न आएको छौँ साथीहरू है। अब के भन्ने, यस रमाइलो रहेछ यो ठाउँ चाहिँ। हामी उग्रताराको मन्दिर चाहिँ मा पुग्यो। जस बाजेको बारे टिका ल